इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने, जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। माननीय सदस्य आसन ग्रहण गरौँ र माननीय सदस्यलाई बोल्न दिनुहोस्। लोकतन्त्रलाई उनका छोराले खोसे, महेन्द्रले खोसे। आज हामीले यो बोल्न दिनुहोस् सभामुख महोदय, आफ्नो टाइममा बोल्नुहोस् न। किन माननीय सदस्य के को लागि उठ्नु भएको छ? के कुन नियम, के नियम? म इतिहासबाट साबित गरेर देखाइदिन्छु। इतिहासका पुस्तक पढेर। माननीय सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र माननीय सदस्य अगाडि बढ्नुहोस्। मैले बोलेको इतिहास गलत हो भने इतिहासका पुस्तक पढाएर। माननीय सदस्य समय लिएर बोल्नुपर्छ, त्यसले गर्दाखेरि माननीय सदस्यलाई मैले समय दिएको छैन, त्यसले आसन ग्रहण गरौँ र माननीय सदस्य बोल्नुहोस्। के भन्नु पाइन्छ मलाई थाहा छ। माननीय सदस्यहरू, यहाँ मैले बोल्न पाऊँ सभामुख महोदय, मेरो गएको समयको हिसाब होस्, यो डिस्टर्ब भएको समयको, यो मेरो समयको डिस्टर्ब। माननीय सदस्य आसन ग्रहण गरेर बसौँ। इतिहास पढेर आउने, इतिहास पढेर मसँग बहस गरेर आउने। मिस्टर मान्यजी, इतिहास पढेर आउनुहोस्। ल माननीय सदस्यहरू, मेरो टाइम जुन नष्ट भएको छ त्यो पाऊँ है सभामुख महोदय। माननीय सदस्यहरू, म फेरि यहाँहरूलाई के सम्झाउन चाहन्छु भने माननीय सदस्यहरूले हाम्रो यहाँको प्रबन्ध व्यवस्था, खास गरिकन हाम्रो नियमावलीको आधारबाट हामी आफ्ना अभिव्यक्तिहरू दिन्छौँ। अभिव्यक्तिहरू दिँदाखेरि माननीय सदस्यहरूले राष्ट्रको अगाडि सार्वजनिक ढङ्गबाट, त्यसमा पनि हाम्रो खुला भएको संसदमा बोलिरहनु भएको छ। यसरी बोलिरहँदाखेरि तथ्य सत्यमा आधारित भएर, तर्कमा आधारित भएर व्यवस्थित ढङ्गबाट बोल्नुपर्छ भन्ने विषयमा माननीय सदस्यहरू आफै जानकार हुनुहुन्छ। जो माननीय सदस्यहरूले आफ्ना तर्क, आफ्ना भनाइ राखिरहनु भएको छ, यो राखिरहँदाखेरि कयौँ माननीय सदस्यहरूलाई त्यो बेठिक लाग्न सक्छ, झुटो लाग्न सक्छ, असत्य लाग्न सक्छ। त्यसमा माननीय सदस्यहरू असहमत हुन सक्नुहुन्छ। तर यी कुराहरूमा विधिवत ढङ्गबाटै प्रतिवाद गर्नुपर्छ, विधिवत ढङ्गबाटै खण्डन गर्नुपर्छ, प्रणाली अन्तर्गत नै खण्डन गर्नुपर्छ र हामीले तय गरेको व्यवस्था अन्तर्गत नै खण्डन गर्नुपर्छ। र त्यसको बारेमा माननीय सदस्यहरू जानकार हुनुहुन्छ। जानकार नभएको कुरालाई सञ्चालन गर्ने सन्दर्भमा यहाँबाट निर्देशन गरिएको छ, निर्दिष्ट गरिएको छ, अनुमति दिने नदिने कामहरू गरिएको छ। आज यो संसद, दोस्रो संसद पनि करिब 2.5 वर्ष बिताउन लागिसकेको छ। 3टा हाम्रा यिनै अधिवेशनहरू सञ्चालन भइसकेका छन् भन्नाले हिउँदे अधिवेशनहरू सम्पन्न हुन लागिरहेका छन्। यस्तो बेलामा माननीय सदस्यहरूले आफ्नो गरिमालाई ख्यालमा राखेर सभा सञ्चालन गर्नुहुनेछ। र मैले बोलिरहनु भएको माननीय सदस्य रघुजी पन्तको जुन समय काटिएको छ, त्यो समयलाई मैले थप्दाखेरि सिङ्गो आजको दिनको कार्यसूचीमा समय प्रभावित हुन्छ भन्ने कुरालाई पनि ध्यानमा राख्दै म यो काटिएको समयलाई थप्न चाहन्छु। फेरिदेखि यस्तो वातावरण नबनाउनको लागि माननीय सदस्यले ध्यान पुर्याउनु हुनेछ। माननीय सदस्य रघुजी पन्त अगाडि बढ्नुहोस्। हस्, धन्यवाद सभामुख महोदय। मेरो काटिएको 10-12 मिनट छ, प्लस होस् यो प्रश्न कुरा। अब सभामुख महोदय, मैले के भने भन्दाखेरि हामीले यो संसदबाट केही समय अगाडि हामीले एकमतले चुच्चे नक्सा छाप्यौँ। 2012 सालमा छापिएको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ। 2012 सालमा छापिएको हुलाक टिकटमा नेपालको नक्सा छ। नेपालले छापेको टिकटमा 17 सालपछि यो पञ्चायतको अवधिमा त्यो चुच्चे नक्सालाई कसले बुच्चे बचायो? जवाब चाहियो यहाँ। कहाँ हराएर किन हरायो त्यो चुच्चे नक्सा? त्यसको जवाब दिनु पर्दैन? अनि यो संसदले फेरि हाम्रो यही गणतन्त्र आएपछि यो संसदले एसोर्ट गर्यो, आफ्नो पुरानो नक्सा खोज्यो र त्यसलाई पुनर्स्थापित गर्यो। अनि यो चाहिँ राष्ट्रियता कमजोर भएको हुन्छ। तपाईँहरू जुलुस निकाल्नुहुन्छ राजावादीहरूको भनेर, त्यहाँ यसो हेऱ्यो सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तर प्रदेश। यही हो देशभक्ति? देशभक्तिको नमुना यही हो। त्यसैले सभामुख महोदय, म भन्छु राजा महेन्द्रको पालामा राजतन्त्रकै पालामा, सक्रिय राजतन्त्रको पालामा नेपालको चुच्चे नक्सा हरायो। त्यति मात्र होइन, नेपालको लोकतन्त्र पनि हरायो। 17 सालको काण्ड गरेर सम्पूर्ण नेताहरूलाई प्रवासमा पठाइयो, जेलमा सयौँ 10औं वर्ष हालियो। त्यसैले मैले के भनेको इतिहास फर्केर हेरौँ। अब आउनुहोस्, 46 सालमा आन्दोलन गऱ्यौँ,
हामीले प्रजातन्त्र अथवा बहुदलीय प्रजातन्त्र बहुदलीय लोकतन्त्र स्थापना गर्यौँ। हामीले मान्या हामी गणतन्त्रवादी एमालेहरू, तर हामीले सम्झौतामा के मान्यौँ भने ठिक छ संवैधानिक राजतन्त्र मानेर जाने। त्यो संवैधानिक राजतन्त्र कसले उल्टायो? त्यो उल्टाको राजा ज्ञानेन्द्रले असोज 18 र माघ 19 गरेर होइन। अनि राजतन्त्र के को लागि चाहियो? त्यसैको लागि। अनि युवराज दसैँ र तिहारको बेलामा लुकेर बनाइयो पारसलाई। त्यसपछि युवराजले के गरे? एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रवीण गुरुङलाई नारायण हिटमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीबाट लखटी लखटी किचाएर मारे। के यो पनि झुटो? अनि जब हल्ला खल्ला भएर मुद्दा चलाउनु पर्ने कुरा उठ्यो, त्यसपछि एउटा भुजेल खडा भयो नक्कली, उसले चलाइरहेको थियो गाडी भनेर। यही होइन राजतन्त्रमा भएको नमुना, कानुनको शासन। त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन। र सभामुखज्यूको गम्भीरतापूर्वक एउटा ध्यान आकर्षण गर्न चाहन्छु। नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन। राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषयमा संसदभित्र छलफल गर्न पाइँदैन। त्यसले गणतन्त्र मात्र चिन्छ। राजतन्त्र इतिहासको विषय भइसक्यो। संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन्, किनभने राजतन्त्र भनेको विशेषाधिकार हो। राजतन्त्र भनेकै आफैमा विशेषाधिकार हो। त्यसैले संसारको राजनीतिको प्रवाह गणतन्त्र हो। नेपालमा गणतन्त्र आउनु पर्थ्यो, आयो। अब पुनर्स्थापना भन्नेले त्यसो सोधौँ न, किन राजतन्त्र शाहवंश? त्योभन्दा अगाडिको मल्ल किन नल्याउने? तिनको पनि त हक लाग्ला। त्योभन्दा अगाडिका लिच्छवी किन नल्याउने? त्योभन्दा अगाडिका किराँतहरूले किन पुनर्स्थापनाको कुरा नगर्ने? त्योभन्दा अगाडिका महिषपाल वंशीले किन पुनर्स्थापनाको कुरा नगर्ने? त्योभन्दा अगाडिका गोपाल वंशीले किन पुनर्स्थापनाको कुरा नगर्ने? कुन राजतन्त्रको कुरा? इतिहासमा त थुप्रै राजतन्त्र छन्। संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन्। यो समयको प्रभाव हो। यो गणतन्त्र आजको युगको सत्य हो। सभामुख महोदय, म सम्पादक थिएँ। मलाई कुन बेला जेल लाग्छ मलाई थाहा हुन्थेन, र मलाई जेल जाँदाखेरि मलाई के अपराधमा जेल लग्यो त्यो थाहा हुँदैन थियो। कतिसम्म भयो भने उहाँहरू राष्ट्रियताको ठुलो कुरा गर्नुहुन्छ। म रातो युगधाराको सम्पादक थिएँ। के भयो भन्दाखेरि पूर्व पश्चिम राजमार्ग कम्प्लिट भएको थिएन। महाकाली पारीका 18वटा पुल माने टेन्डर गर्दाखेरि चिना कम्पनीलाई पर्यो, र त्यो चिना कम्पनीलाई परेको पुल उल्टाउँछ। अब त्यो चाहिँ बाह्य दबावमा उल्टाइँदैछ भनेर मैले समाचार लेखे बापत मलाई अन्तर्राज्य कार्यालयमा बोलाएर बयान लियो। नभन्दै त्यसको केही दिनपछि त्यो 18वटा पुलको निर्णय उल्ट्यो। तुलना गर्ने राजाको शासन र अहिलेसँग। त्यसैले तथ्यमा जाउँ। 15 वर्ष अघिको तुलनामा पूर्वाधार निर्माणमा देश निकै अघि बढेको छ। बिजुली, टेलिफोन, इन्टरनेट, सञ्चार, सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार गाउँ गाउँ पुगेका छन्। गाउँमा पक्की स्कुल देख्न मुस्किल पर्थ्यो। आज बरु विडम्बना के भएको छ भन्दाखेरि स्कुलहरू करोडौँको लागतमा बनेका छन्, विद्यार्थीहरूको कमी छ। पर्याप्त प्रशस्त छ, चाहना धेरै छन्, तर केही भएन भनेर गलत भाष्य जुन बनाउन खोजिँदैछ यो आफैमा आपत्तिजनक छ। म धेरै कुरा भन्न चाहन्न। आज हाम्रो चाहिँ देशमा हेरौँ, साउथ एसियामा र संसारको कतिपय देशमा भन्दा महिलाहरूको 33% संसदमा सुरक्षित छ, जुन अहिलेसम्म भारतले पनि गर्न सकेको छैन। गर्छु भनेर बसिरहेको छ, गर्न सकेको छैन। स्थानीय निकायमा 40% स्थानीय निकायमा आरक्षण छ, समावेशी राजनीति छ। अनि हामीले यो सबै देख्नु पर्दैन। यो देशले राजाको ठाउँमा तराईमा बालककालमा भैँसी चढेर गोठालो जाने पढेर डाक्टर भएको पहिलो तराईको भूमिपुत्रलाई नेपालको राष्ट्रपति बनायो। के बिग्रियो? त्यसपछि आएर पहाडकी भोजपुरकी एउटी सामान्य परिवारकी छोरी मुलुकको राष्ट्रपति भइन्। के बिग्रियो? र आज आएर तनहुँको एउटा सामान्य ब्राह्मण परिवारको मान्छे राष्ट्रपति भएको छ। के बिग्रेको छ? अनि भोलि कुनै पूर्वको राई लिम्बू, पश्चिमको कुनै गुरुङ, तराईको कुनै थारू, कुनै दलितको छोरा राष्ट्रपति हुँदा इज्जत जान्छ? जाँदैन। हिजो सामन्तवादको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाई गरिब जनताको छोरा राष्ट्रपतिको कुर्सीमा बसेको असह्य भएको होला। सामन्तवादको ग्लानीले अरे यो बुढी बाख्रीको छोरा जस्तो तनहुँको बाहुनलाई के राष्ट्रपति मान्नु? त्यो भोजपुरकी विद्या भण्डारीलाई के राष्ट्रपति मान्नु? त्यो तराईको मधेसीलाई के राष्ट्रपति मान्नु भन्ने पीडा बोधले आज राजा चाहियो भनेको छौँ। राजा किन चाहियो? राजतन्त्रको इतिहास हेरौँ। आफ्नै वंशको बहादुर शाह जसले पृथ्वीनारायण शाह पछि नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेले, नेपालको सिमाना बढाउन खोजे। तिनलाई अब इतिहासकारहरू फरक कुरा हुन्छन्। तिनलाई तेल सर्केर जेलमा मारियो भन्छन्, काका भतिजा र देवर भाउजूको लडाइँमा। कोहीले चाहिँ आत्महत्या गर्न बाध्य बनाइयो भन्छन्। अनि रणबहादुर शाहको उपद्रव हेरौँ।
दरबारको द्वन्द्वले गर्दा, जेठी र कान्छी रानीको लडाइँले गर्दाखेरि भीमसेन थापा र दामोदर पाण्डे जस्ता देशभक्त भारदारहरू काटिए। त्यसपछि आएर हेरौँ राजेन्द्र विक्रम शाहको पालामा कसले कोतपर्व घटायो। जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरि कोतपर्वको जन्मेको होइन, जहाँबाट 104 वर्षको राणा शासनको बीजारोपण भयो। त्यसपछि आएर हेर्नुहोस् त्रैलोक्य विक्रमलाई युवराज सधैँ कसले बिख खुवाएर मार्यो दरबारमा, के कुनै जनताले गरेको थियो षड्यन्त्र? त्यसपछि आएर त्रिभुवनमा हेर्नुहोस्, दिल्ली त गए तर दिल्लीको कलकत्तामा क्लबहरूमा चाहिँ राजा वीरेन्द्रले विभिन्न थरीका आइमाईहरूसँग रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो र नेहरूले बाध्य भएर इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका ठिक भएन भनेर। राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। त्यो